हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल देव गुरुङ अफिसियल। आज म धेरै समयपछि नेपाली परम्परागत खाना कोदोको ढिँडो र खसीको मासु बनाउन लागिरहेको छु। आज धेरै समयपछि हामी नेपाली खाना खाँदैछौँ, त्यसको लागि म तयारी गर्दैछु। ल हेरेर प्रतिक्रिया, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर सहयोग गर्नु होला है त। खसीको मासु खाने भनेपछि खसीको मासु त चाहियो। खसीको मासु हामीले बजारबाट किनेर ल्याएका छौँ। यो चाहिँ भयो खसीको मासु है, खसीको मासु। अब म काट्न गइरहेको छु, काट्छु, त्यसपछि खसीको मासुको रेसिपी तयार हुन्छ है त। अब यता अर्को साथीले नि खसीको मासु बनाउने हुनुहुन्छ। खसीको मासु यता अर्को खाना पाक्दैछ, यता खाना पाक्दैछ। ल है, मासु काट्दैछु। ओहो, चक्कु फेरि चक्कु त कुरिन, घिउ काट्छ अहिले। ल के मै बस्नु पर्ने भयो यहाँ। हाम्रो भाइ आउनुभयो, मेरो एकदम प्यारो भाइ, मुटुकै टुक्रा भन्दा मुटुकै टुक्रा भाइ, मुटु दादा। बस मुटुको टुक्रा मोटु दादा। ल लाएर बस्दा खाएर ल खसीको मासु यो छालामा कलर लगाउने छ क्या, किनकि छालामा कलर ला, कलरै होला यो। बेसार होला नि, बेसार त छैन। पिस त सानसानै बना ठिक होला है, होइन? तर अस्तिको जस्तो छैन, के अस्तिको जस्तो साह्रो छैन। अस्ति त पुरै बुढै ल्याइदिएको थियो नि, बुढो खसी ल्याइदिएर ल के भयो अफोर्ड फेरि हतियारको चाहिँ घिउ काट्ने छ, फेरि घिउ। ल यो चाहिँ फाइनल्ली काटेर रेडी भएको खसीको मासुलाई आवश्यक पर्ने यहाँ छ हामीसँग। यो लसुन, यो स्पेसल लसुन, यहाँको पोल्यान्डमा भएको स्पेसल लसुन है। यो अहिलेसम्म मैले यत्रो लसुन देखेको थिएन, यहीँ आएर देखियो होइन भाइ? हजुर हजुर, अगाडि देखेको थियो र थिएन। अब यहाँ प्याज रेडी हुँदैछ। अब काट्ने, काटकुट पार्ने। अब प्याज, रातो प्याज, यहाँ पनि रातो प्याज पाउने रहेछ है पोल्यान्डमा। तर सबै खुसी लाग्छ क्या यस्तो चिज यहीँ पाउँदाखेरि। नेपालबाट के मगाउन नपर्ने कि होइन है? धेरै राम्रो हो नि त। अब घर चाहिँ बिर छिमेकी। ल अब टमाटरको पालो। टमाटर चाहिँ स्पेसल छ फेरि। स्पेसल टमाटर। स्पेसल लसुन यो चाहिँ है, स्पेसल लसुन। यति लसुन नै 240 रुपियाँ नेपाली 240 रुपियाँ। तर यहाँ नेपाली पैसा हिसाब गरेर भने हामीले केही खानै मन लाग्दैन। त्यो हिसाब गर्दैन हामीले, मेन कुरा होइन। नेपाली पैसा हिसाब गर्न लाग्यो भने त हाम्रो सातो हुन्छ। यता फेरि अर्को खसी मासु पाक्दैछ भाइको। यहाँ फेरि यो चाहिँ मेरो रेसिपी है।
यसको यो लसुनको फेरि राम्रो मिठो हजुर बास्ना र स्वाद आउँछ। त्यो खुब मनपर्छ मलाई, त्यो हाल्न मनपर्छ। ल हाम्रो खसीको मासु र प्याज लसुन अदुवा एकदम रेडी भएको अवस्था। त्यो चाहिँ सुकेको खुर्सानी, सुकेको खुर्सानी, गरम मसला, बेसार, जिरा जिरा कि यहीँ फिजाउनु पर्छ। होइन पर्दैन, यो ल्वाङ, यो चाहिँ सुकेको खुर्सानी, जिरा, ल्वाङ सुक्मेल र अदुवा लसुनको टुक्रा दिएका छौँ। बेसार यहाँ छँदैछ, हाम्रो गरम मसला यहाँ छँदैछ। अब हामी पकाउन सुरु गर्छौँ है त गाइज। ल अब हामी पकाउन जाँदैछौँ। मैले भाँडा बर्सालिसकेको छु। यो चाहिँ सनफ्लावरको तेल, किनकि यहाँनिर सनफ्लावरको तेल नै बढी युज हुन्छ पोल्यान्डमा। सनफ्लावरको तेल छ यहाँ। भाँडा पुरै तातिसकेको छ। अब तोरीको सनफ्लावरको तेल भयो ल भयो। अब पुरै तेल तातिसकेको छ। अब मासु पकाउनु सुरु हुन्छ है त गाइजहरू। ल कोही यो कहाँबाट बोल्यो त ल बोलेको थाहै छैन, मैले देखेको थिएँ। कस्तो पल्ल यो पत्ता तेजपत्ता हो कि के हो यो? त्यसपछि त होइन, यो होइन। उस हो यो के अरे, पत्ता के पत्ता हो नाम त थाहा छैन। यो पिस्ने न र पिस्ने हो। कहिले मिल्छ ताज भएछ होला। अब प्याज चलाउनु हो। माल्दिउँ यो पनि मन्डेसँग हाल्दा पनि के हुन्छ नि। यो हो सुकेको खुर्सानी फ्राई गर्ने। सुकेको खुर्सानी है, त्यसलाई रातो हुनुसम्म तत्तलाएर बट्टा खाँदै भुट्न पऱ्यो। भुट्दैछौँ है त। यसमा त गुलबारी हुन्छ कि गीत हाल्ने हुन्छ कि हुँदैन? गीत हाल्ने हो कि ब्याकग्राउन्ड अब पुरै प्याज रातो भइसकेको छ। अब हामी खसीको मासु हाल्छौँ है त। सानो बगाउनु यो कस्तो मान्छ यो चाहिँ नदेखाउँदै हामीले मसला फ्राई गर्नको लागि हो है। मान्छे भिडियो गराउनु ल अब खसीको मासु चलाउँदैछौँ। अब यहाँ चाहिँ मसला रेडी हुँदैछ। म हल्का फ्राई गर्दैछु यसलाई है त। हल्का फ्राई गरेर पछि यसले राम्रो बास्ना स्वाद दिन्छ। र यहाँ खसी मासु पनि
हल्का हल्का तात्दै गइसकेको छ। बाहिर घाम लागिसकेको छ तर मौसम एकदम चिसो छ। अहिले बाहिर -10 डिग्री सेन्टिग्रेड छ। हामी बाहिर जान चाहिँ आज असमर्थै हुन्छौँ होला। अब मसला आइसकेको छ। अब यसो ग्यास बन्द गरेर हजुर अब यता पनि बेसार हाल्न सुरु गर्नु पर्यो। अब मसला रेडी हुँदैछ। मसला ग्राइन्ड गर्दैछु म है। यो चाहिँ हाम्रो पोर्टेबल ग्राइन्ड लेख्ने हो फेरि है। यता मासु रेडी हुँदैछ। यसको मसला रेडी गर्दैछु म। अब मसला रेडी भएको छ। मसला हाल्ने। अब त्यसमा अदुवा लसुनको पेस्ट पनि बनाउँछु म फेरि पनि। अब यसलाई हल्का चलाउने। मजाले मसला पनि पाक्नुपर्छ। अदुवा लसुनको पेस्ट पनि तयार भएको छ। अदुवा लसुनको पेस्ट हाल्ने र हल्का चलाउने। मैले आलुको फ्लेम चाहिँ ग्यासको फ्लेम चाहिँ लोमा राखेको छु। गर्दैछु। यसमा लसुनको पत्ता हाल्ने अघि देखाएको। लसुनको पत्ता हाल्ने। त्यसपछि केही बेर चलाउने। अब लसुन पत्ता पनि भइसकेको छ। अब टमाटर हाल्ने। यो चाहिँ हामीले फ्याक्नु हुँदैन है। झोल चाहिँ रस, टमाटरको रस। लगभग आधा रेडी भइसकेको छ खसीको मासु। मैले छोप्दै पकाइरहेको छु है। फेरि छोप्दै पकाइरहेको छु किनकि नत्र यो पाक्दैन। यसरी छोप्ने पकाउने गरिराखेको छु है। फेरि चलाउनु पर्छ है त। यस्तो भयो। पुरै टमाटर गलिसकेको छ। टमाटर पाकिसकेको छ। अब लगभग हुन लाग्यो।
लागिसकेको छ। अब पानी थोरै यसमा पानी एड गर्ने। किनकि झोल खानुपर्छ खसीको, पानी एड गरेर रस खानुपर्छ। रस पनि धेरै भएको त बनाउनु राम्रो हुन्न, धेरै मिठो हुँदैन। अब खसीको मासु पुरै उम्लिनु थालिसकेको छ है। अब एकछिनमा तयार हुन्छ। एकछिन यसलाई उम्लिनै दिनुपर्छ। केही चलाउनु पर्यो। पक्ने एकैछिन राख्नु। नुन चेक गर्नु पहिला कसले यहीँ हामीले चेक गर्ने। के कम भयो? कहिलो छ के ठिक छ र त पानी थपिनु पऱ्यो छ पुरा। ठिक छ है त्यसै ठिक छ very great yeah चुका दो साइड में होता है ग्रेभी बनाउनु अलिकति बहुत लाइक खसी मासु पाल्दैछ कोनो मुस्किल नै हो। ल अब खसीको मासु रेडी भयो। अब ढिँडोसँग खानको लागि घिउ बनाउने बटर लिइरहेको छ। बटर खाने सरी घिउ खाने म घिउ बताउँछु। घिउ रेडी हुनेछ है। अब घिउ पनि रेडी भएको छ। घिउलाई एउटा म कपमा हाल्छु किनकि अहिले ढिँडो रेडी भएको छैन। हामीले अचार पनि खानुपर्ने हुन्छ। म अब यसमा अचार बनाउँछु है त। ढिँडो ल गाइज तपाईँलाई अहिले एकछिनमा कल गर्छ है म्यानेजर रेडी हुँदैछ यहाँ त उठे है भइसक्यो, बिजी छ। टमाटरको अचार। यो चाहिँ टमाटरको अचार है त। ओके, कसरी ल खोलौँ गर्ने खोल्ने हो त्यो पनि होला नि त भिडियोमा
तातो चिज हालेको पुरो भयो ल भयो ल फेरि ल दिएर हुनु नि ल है एकपल्ट नुन चेक गर्दा भाइ यसमा यतै चेक गर्नु त ल है त दौरा ल त्यसलाई भित्र लैजाउँ फाइनल्ली गाइज अब ढिँडो बन्दैछ है अब पानी पनि उम्लिसकेको छ यो पानी हाल्ने ल पिठो हाल्दा भाइ अब हामी कोदोको ढिँडो खाँदैछौँ आज हामीले त्यसको लागि कडा मिहिनेत गर्नु परिरहेको छ है साथीहरू लगभग हुन लागिसक्यो है 2 घन्टा जति बाहिर सबै हाल्ने अब ल है त ढिँडो रेडी हुँदैछ ओ बाजे बडा तिमी पढाइ गरेर कतै हिँड्छौ मलाई नपर्खिने यस्तो पनि भान्सी हुन्छ खाऊ न एक्लै खानु मन लाग्यो भए ढिँडो उडाल्ने कार्यक्रम हुँदैछ है गाह्रो छ नि ढिँडो उडाल्नुलाई त्यो कोदोको ढिँडो नखुवाउन छ ढिँडो यसलाई राम्रोसँग मस्काउनु पर्छ न त पेट दुख्छ यसमा पिठोको डल्लाहरू हुनु हुँदैन भाँडा छैन त्यसो गर यहाँ राख्छ फाइनल्ली गाइज ढिँडो रेडी भएको छ अब हामी ढिँडो खाने कार्यक्रम अगाडि कहाँ खान्छु म त्यसमा त आत्ताइदैन नि दाइ ढिँडै मात्र आउनु पर्यो कि ठ्याक्क फाइनल्ली ढिँडो रेडी भयो अब ढिँडो खाने कार्यक्रम छ है त ल ढिँडो खाने ढिँडेहरू ढिँडो खाने ढिँडेहरू होइन रक्सी अहिले ज्यानी मिठो हुँदो रहेछ कस्तो रह्यो आज चाहिँ बनाउँछ दाइले अब है किन्ने काम मेरो के मेरोबाट म फस्दिनँ सक्दिनँ म नबोली बस्दिनँ भनेको यस्तो है डाइलग आउँछ बिरुवार म सक्दिनँ म सक्दिनँ नबोली अझै हाल्नु त मिठो लाग्यो मलाई कसम छ यार यस्तो मिठो त यार मैले कहिल्यै खाएको थिइनँ यार जेसीको यो ढिँडै हो कि साथी प्यान्ट साइज खल्ली बल्ली अलि भोलि अनि नेक्स्ट टाइम तिमीलाई प्योर कोदोको मात्रै है यसरी कोदो र फेरि मकैको त झन् राम्रो हो नि त मकै त पाइन्छ मकैको त असर गर्दैन मेरो बुवा के अरे अहिले के रेकर्ड अझै है Luzik, znajdź w okolicy przyjazną zwierzętom włoską restaurację z ogródkiem i wyślij wiadomość do Łukasza.
बोल्न छोड्दैन मिठो बनाएको है। अनि कुन आम पर्यो के आम पर्यो यति बसी काट्नु टोपी त कति मान्छे भन्छ खुर्सानी छैन तिम्रो नाम लेखेर रोकिएका बोल्न खोजेका धेरै कुरा कलममै थाकेर बसेका